फरेस्टमा आइपुगेको छ। मजा भइरहेको छ हाम्रो स्कुटीमा बाइकमा स्कुटीमा। नाही तपाईँलाई त मैसेज गरेँ हाम्रो ड्राइभर दाजु गारोचिराको नाम होइन, चाहिँ गारोचिरा गेस्ट हाउस गएको मेरो सोच चाहिँ एकदम भएको छ। म चाहिँ फाइनली घर आइपुगेँ गाइस। मैले चाहिँ भनेको थिइनँ म घर आइपुगेँ भनेर हजुरहरूलाई। यहाँ चाहिँ एकदम फरस छ क्या। हामीले यिनीहरूलाई जित्यो। यिनीहरू कहाँ जाने बस कहाँ जाने? भुटान गएर आउँ ल। गम त जाउँ त्यही त भनेर बस अनि आउँदा यता बस्नु ल धेरै त बस्नु पर्छ आउँछ नि ल्याउँछ त्यही त जानुपर्छ भनेको आएर आउँछ ल भुटान गएर अनि हामी चाहिँ अब भुटान जाँदैछौँ होइन। भुटान घुम्नु गाडीतिर गेस्ट हाउस अनि मोज भइरहेछ हाम्रो घरमा आएर पछाडि यिनीहरूलाई अनि मोज भइरहेछ। राखौँ न यो चाहिँ चाय बगान आदि छैन। वहाँनिर चाहिँ पहाड कति धेरै ठुलो देख्छ कति र हाम्रो चाहिँ यो मेन गेट हो गम्टु गेट र हाम्रो यता ब्रदर छ। हेलो ब्रदर हाई गरिदिउ। मेन गेट नजारा चाहिँ यस्तो छ। आधार कार्डमा जानु दिन्छ कि दिँदैन। हाम्रो भाइ बहिनीहरू उहाँ सानो सानो फुच्चाफुच्चीहरू पनि खेलिरहेको छ। साथीहरू यत्तिको चाहिँ पिङ खेल्नुपर्छ है सानो सानो मान्छेहरू। मजा भइरहेछ मजा आउँदैछ। एउटा फेरि अल्छी लागेछ। लास्टै घाम छ क्या लास्टै घाम छ साथीहरू। तर मजा भइरहेछ। घामै भयो भने घुम्नु भनेपछि मजै हुन्छ होइन। के भयो तपाईँलाई? यहाँ बस्नु न शीतल छ। मजामो जिन्दगी। यहाँबाट त कस्तो दामी सिन देख्छ साथीहरू भुटानको। गाडीचिरा गेस्ट हाउसमा आएको थियो हामी चाहिँ सबैजना। कस्तो लाग्यो सालो तिमीलाई? मजा लाग्यो? मजा भयो मोज भयो? हामीले मर्न आँट्यो अरे। ब्राइटनेस थोरै कम गर भन्ने बेला भएको छ। त्यो दुईजना त आउँदैन त वहीँ छ। ल अब चाहिँ हामी चाहिँ लागिदिएको। देख्छ यताको साइडबाट हिँड्नु न।